अस्ति ल 2022 सालको मगरहरूको महान चाड माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना छ सबैजनालाई। आज म स्पेनको बार्सिलोनादेखि पोर्चुगलको बोर्डरसम्म जाँदैछु। आज मेरो त्यहाँसम्मको यात्रा छ। आजको मेरो यात्रा त्यहाँसम्म छ अनि आजको दिन सबैको शुभ रहोस्, रमाइलोसँग बितोस्। सबैजनाले मगरहरूको महान चाडलाई राम्रोसँग मनाउनु होला। मेरो त जिन्दगी यस्तै हो भाइ, टुरमै जाने हो, कहिले बेसी कहिले लेक यस्तै छ। तराई पाखात हिमाल भने चाहिँ कहिलेकाहीँ हिँड्दै बुढो भइयो, चाडपर्व राम्रोसँग मनाउनु पाएको छैन। यस्तै हो, समय परिस्थिति यस्तै छ। समय आएपछि राम्रोसँग मनाउने सोच बोकिरहेको छु। अरू भन्ने कुरा यस्तो छ, जाडो छ बेसरी, चिसो मौसममा डेटर ज्याकेट लगाएको छु। इन्द्रले झुम्मा पारिरहेछ। 9 घन्टाको बुलेट रेम्फे भन्ने चाहिँ आज यात्रामा छु। यो स्पिड चाहिँ प्लेनको जतिकै छ होला सायद। गिलासहरू राखे पनि ढल्दैन, स्पिड चाहिँ बेसरी स्पिड चाहिँ क्रममा साथीभाइहरूसँग रमाइलो गर्ने मौका यो माघे सङ्क्रान्तिमा पनि जुरेन। अब आउँदो माघे सङ्क्रान्तिको लागि कोसिस गरौँला भन्ने चाहनाका साथ आजलाई मेरो यात्रा पोर्चुगलको बोर्डरसम्म भन्दै ल सबैलाई मिठो सम्झनाका साथ आजलाई बिदा गरेँ है। ल बाई बाई।